जय मसी अनि गुड मर्निङ सम्पूर्ण मेरो फेसबुकको साथीहरूलाई र विशेष अहिले चाहिँ यो वेस्ट सिक्किमको राबदेन्सी भन्ने जग्गामा मजासँगले आइपुग्यौँ हो यसो घुम्नको लागि। अन्त आज यस्तो मौसम पनि खुलेको छ हो, दामी भइरहेको छ मौसम पनि। अन्त हेर्नुहोस् है यस्तो छ हो। अन्त यहाँ पर क्रिस्चियनको एउटा म्युजिक भिडियो पनि सुट हुँदै रहेछ हौ दामीसँगले यहाँ पर। यस्तो रहेछ यहाँ चाहिँ मजाको हो, दामी चडक्कको। यो पहिलाको अब यो यसमा चाहिँ अब हाम्रो थुप्रो राजाको इतिहासहरू है पहिला लुकेको छ। अन्त यो चाहिँ हाम्रो सिक्किमको सायद सेकेन्ड क्यापिटल होला राबदेन्सी, आफ्टर याप्सुन चाहिँ यो ठाउँमा राजाको प्यालेस है। यो चाहिँ टुरिस्टको पनि हल्का रस छ हो यस्तोसँगले मजाले दामी। अन्त यो थर्ड पिलर थ्री पिलर है के भन्ने चाहिँ यहाँ मजाले अब पहिलाको इतिहासहरू बोकेको ठाउँ हो। यस्तो छ गाइस हो, अब अरू त त्यस्तो जग्गा त छैन हो। घुमाउने अब यो इतिहास बोकेको ठाउँहरू। म्युजिक भिडियो फेरि अर्को सुट हुन आँटेछ मजासँगले। ओके गाइस, फाइनली चाहिँ अब यहाँ पेलिङको रोपवेमा आइपुग्यो। अन्त यहाँ पेलिङको रोपवे पनि अब चढ्नु पऱ्यो धडक्कै हो। यस्तो रहेछ चाहिँ अब टुरिस्टको सिजन लागेर टुरिस्टहरू चाहिँ अब टर्नै रहेछ हौ मजाले। यहाँबाट चाहिँ अब जानुपर्ने चाहिँ यो पारिपट्टि हो, यो मोती भएको ठाउँमा हो। ओके गाइस, फाइनल्ली चाहिँ अब हामी मजासँगले यहाँ रोपवेमा चडक्कै हो जाँदैछौँ। यस्तो छ यहाँको नजारा चाहिँ। टिकटको दाम चाहिँ तपाईँलाई 300 रुपियाँ पर हेड रहेछ हो। यहाँबाट चाहिँ यस्तो मजाको सिनहरू तपाईँले देख्नुहुन्छ हो चडक्कैसँगले। यता हो यस्तो यहाँ तल गाउँहरू मजाले देख्छौँ। अगाडि चाहिँ अलिक पानी परेर चाहिँ पुरै उयो भएको रहेछ कि त्यस्तो राम्रो देखिँदैन। यस्तो छ गाइस यहाँबाट चाहिँ सिनहरू। चाँटैसँगले आइपुग्यो है। ओके गाइस, अब यस्तो छ गाइस एन्ट्रेज पोइन्ट चाहिँ। अहिले अब टुरिस्टको सिजन भएको कारणले गर्दाखेरि टुरिस्टहरू निकै छ, टुरिस्टको निकै छ है चहल पहलहरू हो। अब यहाँबाट चाहिँ भित्र यो पोइन्टबाट चाहिँ भित्र अब एन्ट्री हो। गाइस यो स्काई वकको चाहिँ 50 रुपियाँ टिकट। मौसम पनि राम्रो भएछ अहिले चाहिँ। अघि चाहिँ पानी पर्दै थियो हल्का हल्का, अहिले चाहिँ पानी सानी सबै रह्यो हो। यहाँबाट चाहिँ जुत्ता खोलिकन जानुपर्ने अवस्था। यस्तो छ गाइस यहाँको नजाराहरू हो। अब यहाँ टुरिस्टहरू मजालेसँगले फोटो खिच्दैछ। गाइस यहाँ स्काई वकको नजारा चाहिँ मजालेसँगले।
ओके गाइस अब यस्तै छ यहाँको स्काई वकहरू अब अहिले चाहिँ हल्का फुल्का पानी परेर चाहिँ चिप्लो चिप्लो हुँदो रहेछ जोगेर हिँड्नुपर्ने अवस्था यस्तो पानी परेर चाहिँ सबै यो सिसाहरू भिजिरहेछ नि त गाइस यहाँको नजारा चाहिँ दामी दामी छ दामी ओके गाइस अब यहाँ त त्यस्तो केही छैन हो एउटा स्काई वक छ अन्त यसो मूर्तिहरू बनाएको छ चडक्कसँगले हो अब यसो कालो फेरि जाँदैछौँ यो माथि मूर्ति भएको ठाउँतिर यहाँ माथिबाट चाहिँ भ्युज चाहिँ यस्तो चाहिँ गाइस हो यो रोपवेले यहाँसम्म लिएर छोडिन्छ हौ ओके गाइस अब हामी यहाँबाट वापस जाँदैछौँ अब यहाँनिर त्यस्तो अब केही छैन हौ स्काई वक छ एउटा अब यहाँबाट मूर्ति स्ट्याचु बनाएको छ अन्त यो पारिपट्टि चाहिँ अब अहिले चाहिँ क्लाउडी भइरहेछ हो खुलेको भए चाहिँ कञ्चनजङ्घा चाहिँ राम्रो देखिन्थ्यो हो सो अब आजलाई यति सो थ्याङ्क यू फर वाचिङ गाइस जय मसी बाई बाई यहाँबाटको भ्युज चाहिँ यस्तो छ यो गाइस हो चडक्कसँग दामी देख्छ ओके गाइस अब म चाहिँ यहाँबाट एक्जिट हुँदैछु अब यो फेरि अघि आएकै रोपवेबाट जानुपर्ने हुन्छ यहाँबाट हो तल त्यसबाट चढिकन